पछि यसरी पैदल हिँड्दाखेरि अलिअलि गाह्रो चाहिँ हुँदो रहेछ, तर जस वरपरको यो दृश्यहरू हेर्दै रमाउँदै अघि बढिरहेको छु। र निकै समयपछि म यसरी बाहिर आएको, र प्राय अरू बेला चाहिँ स्कुलकै काममा 6 दिन व्यस्त, अनि शनिबार एक दिन आफ्नो व्यक्तिगत सरसफाइ, कोठा सरसफाइ, अनि थुप्रै काममा नै मेरो दिन बित्छ। र आज चाहिँ मैले मेरो आधिकारिक केही काम पनि पर्यो, र बाइकमा आउनुको सट्टा चाहिँ आज हिँड्ने निर्णय गरेको। अलिअलि गरम चाहिँ भइ नै रहेको छ, तर यद्यपि मजा आइरहेको छ। अनि वरपरको यो सानसानो खोलाहरूको, झर्नाहरूको पनि पिक्चर खिच्दै अघि गइरहेको छु। धेरै समयपछि यसरी पैदल हिँड्नु पाउँदाखेरि एक किसिमको मजा पनि लागिरहेको छ। र साँझ म थाकेर पक्कै पनि मिठो आराम गर्छु भन्ने म विश्वस्त छु। बाटोमा जाँदा जाँदा उँभोतिर यो ढुङ्गामा फुलिरहेको, यो मलाई लाग्छ यो सुनखरी प्रजातिमै पर्छ, एकदमै राम्रो प्रकारले फुलिरहेको फुली देख्न पाएँ, मन प्रफुल्लित भयो। यी अग्ला अग्ला डाँडाहरू कति सुन्दर, र माथितिर चाहिँ बादलले ढकमक्क ढाकेको डाँडाहरू अति नै सुन्दर। यसलाई चाहिँ हामीले नेपालीमा नेभाराको फल पनि भन्छौँ, अङ्ग्रेजीमा यसलाई फिग अथवा साइकोमोर पनि भनेर प्रयोग गरिएको छ। र अन्य मुलुकहरूमा चाहिँ यो निकै नै महँगो फलको रूपमा गनिन्छ, तर सायद हामीसँग भएको चाहिँ त्यति उन्नत प्रजातिको नभएर होला सायद, अति नै राम्रोसँगले फलिरहेको।